नमस्ते। एयर इन्फोसिसको युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज म तपाईँहरूलाई यो डिन लिस्टको चाहिँ फर्म कसरी भर्ने पोखरा युनिभर्सिटीको भनेर भनिदिने गइरहेको छु। आउनुहोस् स्टेप बाई स्टेप जाउँ है त। सबैभन्दा सुरुमा के गर्नु पर्यो भन्दाखेरि pu.edu.np पोखरा युनिभर्सिटीको वेबसाइट हो, यहाँ जाने है। यहाँ गइसके पछाडि यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुल्छ, यता कतै नजाने, यहाँ जाने, यहाँ गएर यहाँ एक्जाम लेखेको देख्नुभयो, यहाँ एक्जामिनेसनमा यहाँ जाने है, यहाँ थिच्ने। अब त्यहाँ थिचिसके पछाडि यस्तो खुल्छ पोखरा युनिभर्सिटीको यो एक्जामिनेसनको चाहिँ के खुल्छ त एक्जामिनेसनको साइडमा लिएर जान्छ तपाईँलाई। त्यस पछाडि यहाँ डाउनलोडमा जाने, एक्जाम रिलेटेड फर्ममा क्लिक गर्ने हो। एक्जाम रिलेटेड फर्ममा क्लिक गरिसके पछाडि कतै नजाने, यहाँ हेर्नु त स्टुडेन्ट रजिस्ट्रेसन, एक्जामिनेसन रेम्युनरेसन, डिन लिस्ट सर्टिफिकेट एप्लिकेसन छ, यहाँ थिच्ने भयो। अब यहाँ थिचेपछि म यो फर्म डाउनलोड गर्छु। अहिले डाउनलोड गरेँ मैले है त, यो डेस्कटपमा डाउनलोड गरेँ मैले, सेभ गरेँ। यति गरिसके पछाडि तपाईँहरूले पनि सेम गर्नु होला, पेनले भर्दा पनि हुन्छ। यो तपाईँहरूले पेनले भर्दा हुन्छ। म चाहिँ यहाँनिर अहिले के गर्नु लागिरहेको छु भन्दाखेरि यसैबाट भरेर देखाइदिन्छु है त। यहाँ जाने, डिन लिस्ट सर्टिफिकेट एप्लिकेसन फर्म आयो, डाउनलोड भयो। टु द पोखरा युनिभर्सिटी पोखरा 30 कास्की। आई एम प्लिज टु इन्फर्म यु द्याट आई एम सक्सेसफुली कम्प्लिटेड द प्रोग्राम मेन्सन बिलो एन्ड ह्याभ प्लेस्ड अन डिन लिस्ट। डिन लिस्टमा परेको विद्यार्थीहरूले चाहिँ डिन लिस्टको एउटा बेग्लै सर्टिफिकेट आउँछ। त्यो सर्टिफिकेट कसरी एप्लाई गर्ने भन्ने कुरा भइरहेछ है यहाँनिर। देयरफोर आई काइन्डली रिक्वेस्ट यु टु इस्यु माई डिन लिस्ट भने यहाँ फुल नेम लेख्ने, एउटा मैले बनाइदिन्छु कसैको। हरि हरि कार्की भनेर बनाइदिएँ मैले है एउटा। अनि त्यस पछाडि यहाँ जाने, त्यो भयो। रोल नम्बर लेख्ने, आफ्नो रोल नम्बर कति हो जसले गर्न लाग्यो। अनि रजिस्ट्रेसन नम्बर लेख्ने। यहाँ रजिस्ट्रेसन नम्बर कस्तो खालको हुन्छ भन्दाखेरि कुन ब्याचमा सकाउनु भयो, कुन ब्याचमा एडमिसन गर्नुभएको त्यसको रजिस्ट्रेसन नम्बर हुन्छ। जस्तै एक्जाम्पलको लागि 2000 अहिले भनेको 26-22मा गरेको यस्तो खालको हुन्छ रजिस्ट्रेसन नम्बर भन्न खोजेको मात्रै हो। तपाईँहरूको आफ्नो जे छ त्यही लेख्नु होला है। यस्तो हुन्छ। यहाँ मोबाइल नम्बर हाल्ने, मोबाइल नम्बर यहाँ लेख्ने, यहाँ 98 जति जति हुन्छ मोबाइल नम्बर लेख्नु है त। 10वटा कति भयो, 1 2 3 4 5 6 7 8 9 10 ल मोबाइल नम्बर है जति छ आफ्नो लेख्ने। इयर अफ कम्प्लिसन कहिले सक्नु भएको, 4 वर्ष हुन्छ। तपाईँले यहाँ 22मा स्टार्ट गर्नुभएको भने यहाँ 22मा स्टार्ट भएको छ नि, रजिस्ट्रेसन भएको 22मा, 22देखि 23, 23देखि 24, 22देखि 23, 23देखि 24, 24देखि 25, 25देखि 26, 2026मा सक्यो। सिजिपिए लेख्ने कति आएको छ, डिन लिस्टमा आउने सिजिपिए कति हुन्छ, त्यहाँ कतिदेखि कतिसम्मको डिन लिस्ट हुन्छ त्यहाँ हेरेर तपाईँले लेख्नु होला है त। कति भन्दाखेरि मैले लेखिदिएँ 4 सिजिपिएमा 3.9 ल, यो पर्छ डिन लिस्टमा। अब इमेल आइडी लेख्ने, यहाँ इमेल आइडी आफ्नो के हो लेख्ने, यहाँ www के अरे patmain@gmail.com gmail.com है। के लेख्ने, प्रोग्राम के प्रोग्रामको लागि हो, बिबिए भयो। कुन कलेज हो, एबिसी इन्टरनेसनल कलेज भयो। के गर्ने यसरी लेख्ने एउटा है, आफ्नो जे डिटेल लेख्ने। अनि एप्लिकेन्ट सिग्नेचर गर्ने, कसले एप्लाई गरेको, हरि कार्की, यहाँ हरि लेख्नु पऱ्यो, सिग्नेचर गर्नु पऱ्यो। यति गरेपछि यो फर्म भयो है। यो फर्म भइसके पछाडि के भन्छ, रिक्वायर्ड डकुमेन्ट के चाहिन्छ अरे, फोटोकपी अफ एकाडेमिक ट्रान्सक्रिप्ट, ट्रान्सक्रिप्टको चाहिँ के चाहियो, फोटोकपी चाहियो। ट्रान्सक्रिप्ट दुईवटा हुन्छ, 4th सेमिस्टरसम्मको एउटा हुन्छ, अनि 5th 6th 7 8 दुईवटा हुन्छ कि, 2 पेज हुन्छ ट्रान्सक्रिप्ट हो, त्यो हाल्ने है, फोटोकपी हाल्ने। अनि त्यस पछाडि नागरिकताको फोटोकपी हाल्ने। यो रिक्वायर्ड डकुमेन्टमा त्यही लेखेको छ है। प्लिज एट्याच द फलोइङ एलङ विथ दिस एप्लिकेसन। अनि सर्टेन एमाउन्ट कति तिर्नुपर्ने छ, त्यो डिन लिस्टको पैसा तिर्ने। अनि पोखरा युनिभर्सिटीको कामना सेवामा छ कि कुन ब्याङ्कमा छ खाता नम्बर हाल्ने। त्यस पछाडि यो बुझाउने। यति गरिसकेपछि तपाईँको डिन लिस्ट सर्टिफिकेट तयार हुन्छ र तपाईँले डिन लिस्ट सर्टिफिकेट पाउन सक्नुहुन्छ है। मैले स्टेप बाई स्टेप भन्दै, अरू पनि भिडियोहरू आउँदै जान्छ। मेरो युट्युब च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्नु होला। हस्त, धन्यवाद, नमस्कार।